को काम गर्छ होइन आज ल टोयलेटमा यो ड्रेन वाटर पाइपलाइन सोइल वाटर पाइपलाइन र रेन वाटर पाइपलाइन बिछाउँछौँ हामी आज होइन पहिला एक्सट्राभेसनको काम हुन्छ त्यसपछि पाइप बिछाउने काम हुन्छ अनि त्यसपछि ब्याक फिलिङको काम हुन्छ नि त भन्नु है ए यसरी यो खनिसक्यो हामीले नयाँ घर यो यसरी यो नयाँ घर है यो नयाँ घर ठेक्का लियो हाम्रो प्रदेशबाट मैले लिएको ठेक्का हो यो ल यो जेनेरेटर हो ड्रेन वाटर यो सोइल वाटर अनि यतापट्टि देखाइदिनु त यता सिपिबिसी ब्याक साइडमा सिपिबिसी बारेमा भनिदिनु त यो चाहिँ 1 इन्चको मोटरको यो चाहिँ एउटा खानी एउटा चाहिँ रुफ ट्याङ्कको यो एउटा चाहिँ रुफ ट्याङ्क यो ट्याङ्कीबाट आउँछ यो एउटा 1 मिटर के 1 इन्चको पाइप चाहिँ वाटर मिटरको लागि होइन त ओके ल हामी त्यसरी फेरि यता जान्छौँ यहाँ फेरि खन्छौँ यो किचनको पोइन्ट हो यो अनि यहाँबाट सरेर फेरि यहाँबाट फेरि कल बनाएर खनेर निकालेर यहाँ सब काम भइसकेको छ यो रेन वाटरको पोइन्टमा चाहिँ हेर्नुहोस् त माथि ट्याप राख्नलाई चाहिँ वाइ राखेर वाइमा 45 राखेर दोस्रो तलालाई त्यसपछि फेरि माथिल्लो तलामा लगाएको छ सेम दुई साइडमै त्यही गरेको छ यो कनेक्सनलाई चाहिँ हामीले यहाँबाट खनेर लिएर गएर त्यहाँ लिएर गएर जोड्छौँ अनि त्यहाँबाट फेरि सिधै यो भित्र हुँदै यहाँबाट छिराएर फेरि